हेलो गाइस, गुड मर्निङ। आज मैले ब्लग चाहिँ यहाँबाट स्टार्ट गरेँ है, गाडीबाटै थालेँ। आज चाहिँ पानी पर्नु आँटेको जस्तो छ, मौसम चाहिँ यस्तै भइराख्यो भने त ठिकै हो नि। पानी नि परिहाल्यो भने चाहिँ साह्रै परिहाल्छ हौ। हेर्नुहोस् है गाइस, यस्तो छ यहाँको दृश्यहरू चाहिँ। यो दादगारी जाने बाटो हो, पार्किङ यहाँ ट्रक पार्किङ, यहाँ इन्ट्री गरिन्छ। इन्ट्री गर्ने जग्गा चाहिँ यहाँ हो, एक्जिट गर्ने जग्गा तल, यहाँबाट गइन्छ है दादगारी चाहिँ। आजको मौसम चाहिँ यस्तो चाहिँ पुरा बादल लागेर पानी छिट्टाउँदै पनि छ त पानी त हौ, यहाँ छिटाउनु थाल्यो नि पानी। यस्तै छ है, लु पानी आयो नि, हो पानी पर्यो। गाइस, म आज चाहिँ साँच्चै भन्नुपर्दाखेरि चाहिँ इन्डियनको टुरिस्टहरू पाएको छु है। यहाँ माथि चिसो पानी गेटमा घुमाउनु लिएर आइरहेको छु, देख्न सक्नुहुन्छ। उनीहरू उता गएको छ घुम्नुलाई। आज चाहिँ अलिक रमाइलो भएको दिनहरू पनि छ। त्यसै प्रकारले पानी परेर यस्तो भइरहेछ अहिले चाहिँ यहाँको दृश्यहरू। चिसो पानी, हाम्रो गाडी चाहिँ त्यहाँ छ। इन्डियन टुरिस्टहरू आएको रहेछ घुम्नु र घुमाउनु ल्याइरहेको छ है हामीले चाहिँ यहाँनिर। चिसो पानी गेट। म त छक्कै परिहालेँ नि, यो दुईजना केटाले ल सेल्फी ल्याउनु भने हो। अन्त मैले यो ब्रान्डको ड्रेस लगाएर होला नि त, त्यसले गर्दाखेरि बक्खु लाउनाले गर्दाखेरि उनीहरूले चाहिँ फोटो खिचेर लगाए मेरो। अहिले चाहिँ भने हामीहरू यहाँ माथि पेल्ड्रथाङ स्कुलको मुनि फुर्पा लाखाङ भन्नेमा आइपुगेछौँ। हेर्ने बुद्धिस्टको टेम्पल पनि यहाँनिर लाखाङ देखाइदिएको नि त। यहाँ चाहिँ पेल्ड्रथाङ स्कुलको गेट है, यहाँ चाहिँ पेल्ड्रथाङ स्कुल यहीँनिर छ। अनि यहाँको लाखाङ चाहिँ यस्तो फुर्पा लाखाङ भन्दो रहेछ। यहाँ चाहिँ गाडी यता राखिरहेको छौँ हामीले। मौसम चाहिँ भनेदेखि अहिले पनि त एकदम राम्रो छ है, पानी परि पनि गएको छैन, त्यो डुम्मेको पनि छैन, रमाइलो छ है अहिले चाहिँ। यस्तो भेट्रीमा त म त साह्रै मोटो देखिन्छ कि हो, कहिले घटाउनु यो जिउ चाहिँ यस्तो साह्रो फेट अलिक मोटै देख्दैछ होइन गाइस? हो नि, जिउ त घटाउनु पर्नेछ मैले। यत्रो त गाला छ, यो यस्तो गाला हुँदैन, खास अलिक कम्ती हुनुपर्छ, घटाउनु त परिहाल्यो नि। अब नभए त भेटै मेरो नाम निस्किँदैन रहेछ, हेरि पनि दिँदैन होला यस्तो मोटेको के हेर्नु भेट्यो, के भ्लग हेर्नु र भनेर है, र हेरिरहनु होला है। तर हेर्नु चाहिँ हेर्नुहोस्, मेरो यस्तिकै गरेर एपियरेन्सहरू सबै चेन्ज हुन्छ। घटाउने छु नि त, तपाईँहरूले भन्यो भने त घटाइहाल्छु नि। पर्खाइमा छु, आए यिनीहरू आए। यस, अब चाहिँ लाग्नुपर्छ होला गाइस, फेरि तल कतै भेटी भयो भने नै बनाइदिन्छु है। अहिले चाहिँ म भन्दाखेरि यहाँनिर क्लक टावरमा आइपुगेको छु। यहाँ यिनीहरू लुगा किन्ने रे, लुगा हेर्ने रे भनेर नि यता गाडी राखेर गाडी यता राखेर चाहिँ यहाँनिर बिसाइरहेको छु। कति बजी भएछ आज? 3 बजी भइसकेको छ। यिनीहरू घुमेको छ साथी हो, पनि कहिले नआएको रहेछ कि, फर्स्ट टाइम आएको रहेछ भुटानमा, त्यसले गर्दाखेरि घुमेको छ। अब चाहिँ यहाँ रुगाइ छ हौ, येल्फु टाउनमा क्लक टावरमा छे लाग्ने बनाए यिनीहरूले, आउँदैन, कता गयो। येल्फुको नजारा हेर्नुहोस् है, नजारा हेरौँ गाइस। यस्तो छ गेल्फुको अहिले
मान्छे भन्ने एउटै छैन है, खालि गाडी मात्रै देख्छ है, गाडी मात्रै। के हो यस्तो यो, मान्छे छैन। हेलो गाइस, अहिले मात्रै आइपुगेँ स्कुलबाट नानीहरू लिएर घरमा है। कति बजी भयो भन्दा अहिले भएछ टाइम भयो 6:20। यतिखेर आइपुग्दो रहेछ गाइस। अँधेरो त अँधेरो भइसकि नि गएको छ है, यस्तो अँधेरो हुन्छ, धेरै टाढो छ नि त। के गरेको, शरम लागेको रे यसलाई। कहाँ दिएको खुट्टा चाहिँ त? क्या है, घर चाहिँ हाम्रो आइपुग्यौँ बल्ल बल्ल। अब भोलि चाहिँ छुट्टी छ है, भोलिको लागि हेर्नु आज घरमा के बनाएछ, बनाइदिएको छ हेर्नु त। के भन्छ यसलाई, सामोसा, सिङ्गडा बनाएछ आज चाहिँ। कत्र फेरि ब्लग हेर्दै हो, आफ्नै ब्लग हेर्दै रहेछ। खोइ बनाउने मान्छे हेर्नु यता, बनाउने मान्छे सिङ्गडा बनाइरहेको छ हेर्नु त गाइस। हेरौ सिङ्गडा बनाउनुको स्टाइल चाहिँ यस्तो रहेछ नि त, मलाई थाहा थिएन पनि कसरी सिकेँ बनाउनु। यस्तै छ है अब चाहिँ आजको डिनर चाहिँ यो सिङ्गडा खाएर बस्नु होला होइन। आउँछ नि यतिले त होइन, भात किन खानु परेर। आज सिङ्गडा खाएर सुतिन्छ, सिङ्गडाको डिनर। कुनै छैन नि त घरको, हाम्रो घरको वरिपरि कसैको घर पनि छैन, छ अलिक पर छ है, निकै जानुपर्छ, 2-3 मिनट जस्तो लाग्छ नि त पुग्नु लागि। अनि यता चाहिँ कोही छैन, हामी मात्रै हो, यहाँ जङ्गल जस्तोमै भनौँ न। ओ माथि चाहिँ पानी ट्याङ्की, यो चाहिँ पानीको ट्याङ्कीको गार्डहरू बस्छ, त्यहाँ चाहिँ केटाहरू छ। अनि हामी चाहिँ यस्तोमै बसिरहेको छौँ। तपाईँहरूले सोच्दा होला खालि बेलुकाको भिडियो, खालि बेलुकाको मात्रै भ्लगहरू ल्याउँछ भनेर। अब के गर्नु त, गाडी चलाउनु पर्छ यसरी। बिहान गयो है, बेलुका आउनुपर्छ। दिनभरि उताको देखाउनु सक्दाखेरि म देखाइरहेको छु। अनि यतिखेर आइपुग्छ राति भ्लगै हुँदैन राम्रोसँगले। यति नै भन्दै आजको भ्लग यतिमा एन्ड गर्छु गाइस। अनि तपाईँहरूले सपोर्ट देखाइदिनु होला, सब्सक्राइब गरिदिनु है। यसमा अब के गर्नु, फर्स्ट गर्दै गरेको भ्लग हो, त्यति आइडिया पनि छैन छु भ्लगमा। सपोर्ट गरिदिनु होला गाइस। थ्याङ्क यू फर वाचिङ, बाई।